पैसा भए त दबाई गर्थे पैसा छैन त्यही भएर त बोल्ने छोटो हुँदा लाग्छ त के हुन्छ हुन्छ हो मलाई टाउकोमा यस्तो बाँध्छ अनि खुट्टाहरू पनि अप्ठो हुन्छ हुन्छ अनि चक्कर धेरै लाग्छ अनि बदबदी पोल्छ नमस्कार, म डिलिराम चापागाई परदेशी यहाँहरूलाई यति बेला एउटा भिडियो मार्फत यहाँको अवस्था देखाइरहेको छु। म अहिले यति बेला कन्काई नगरपालिका वडा नम्बर 2 झापामा छु र यति बेला हामी डिलिराज शिवाकोटीको घरमा छौं। कन्काई नगरपालिका वडा नम्बर 2 शान्तिटोलमा रहेको उहाँको निवासमा पुगेको छु म यति बेला र यहाँ डिलिराज शिवाकोटीको घरमा उहाँकी जीवन सङ्गिनी हुनुहुन्छ। उहाँ चाहिँ निकै अगाडिदेखि बिरामी अवस्थामा हुनुहुन्छ र उहाँले चाहिँ बिरामको पीडा खपिराख्नु भएको छ। औषधि उपचार गर्न पैसाको अभावमा उहाँ बिरामको पीडा सहेर बस्नुभएको छ। अरुणा गुरुङ शिवाकोटी निकै लामो समयदेखि र उहाँलाई ब्रेन ट्युमर भएको छ 3 वर्ष अगाडिदेखि र औषधि उपचार गर्नको लागि प्रारम्भिक औषधि उपचार बिर्ता सिटी अस्पताल बिर्ता मोड झापाबाट भएको, थप उपचारका लागि बिर्ता सिटीले घोपालाई रेफर गरेको र घोपाले चाहिँ ब्रेन ट्युमरको अपरेसन गर्न पर्छ भनेको, तर अपरेसन गर्नका लागि आवश्यक पर्ने पैसा आफूसँग नभएको कारणले गर्दाखेरि उहाँले औषधि उपचार गर्न नसकेको कुरा जानकारी गराउनु भएको छ। औषधि उपचार गर्न करिब 4,50,000 रकम लाग्ने, तर आफ्नो घरको अवस्था दयनीय रहेको र दैनिक घर खर्च चलाउनका लागि नै गाह्रो पर्ने अवस्थामा आवश्यक पर्ने रकम उपलब्ध गराउन नसकेको कारणले गर्दा औषधि उपचार नभएको जानकारी उहाँले हामीलाई दिनुभएको छ। उहाँका 3 जना छोरी तथा 1 छोरा हुनुहुन्छ अनि श्रीमान डिलिराज शिवाकोटी हुनुहुन्छ। घरमा उल्लेख्य आम्दानीको कुनै पनि स्रोत नभएको, दुःख सुख घर चलाउँदै आएको अवस्थामा औषधि उपचार गर्ने पैसा नभएको र कुनै माध्यमबाट औषधि उपचार गर्ने पैसा जुटेमा आफू बिरामबाट मुक्त हुने आशा उहाँले राख्नु भएको छ। अरुणा भाउजू हुनुहुन्छ। भाउजू नमस्कार। बिरामी हुनुहुन्छ, कति भयो बिरामी हुनुभएको? 3-4 वर्ष भयो। 3 वर्ष भयो र औषधि उपचारका लागि पैसाको अभावमा नै औषधि उपचार हुन नसकेको हो। हजुर, पैसा भए त दबाई गर्थे पैसा छैन त्यही भएर त बोल्ने छोटो हुँदा लाग्छ त के हुन्छ हुन्छ हो मलाई टाउकोमा यस्तो बाँध्छ अनि खुट्टाहरू पनि अप्ठो हुन्छ हुन्छ अनि चक्कर धेरै लाग्छ अनि बदबदी पोल्छ। पैसा भए औषधि उपचार हुने, तर पैसाको अभावमा नभएको र खुट्टा पोल्ने, झमझमाउने, टाउकोमा पनि अत्यन्तै पीडा हुने गरेको कुरा उहाँले राख्नुभयो। पाइप लगाएको छ यहाँ टाउकोबाट पेटसम्म किडनीसम्म पाइप लगाइदिनु भयो बिर्ता सिटीमा टाउकोदेखि पेटसम्म पाइप लगाएको छ, किडनीसम्म। र यदि कोही दिलदार उदार दानी मनहरू भएमा औषधि उपचार हुन्थ्यो कि एउटा भिडियो बनाइदिनुस् न भनेर मसँग आग्रह गर्नुभयो। त्यसैले म यो भिडियो मार्फत हजुरहरूलाई उहाँको अवस्था देखाइरहेको छु। देश विदेशमा जहाँ रहनु भएको भए पनि हामीले
कतिपय ठाउँमा सुनेका, देखेका, पढेका, हेरेका छौँ। सहयोग गरेर नै ठुला ठुला औषधि उपचारहरू भएका पनि उदाहरणहरू छन् र त्यसरी नै कहीँ कतैबाट रकम जुटे आफ्नो उपचार हुने थियो भन्ने कुरामा आशावादी हुनुहुन्छ अरुणा गुरुङ शिवाकोटी बाउजू। र हामीसँग उहाँका श्रीमान हुनुहुन्छ दाजु डिल्लीराज शिवाकोटी। नमस्कार। र औषधि उपचारको लागि पैसा नभएर औषधि उपचार हुन नसकेको भनेर भाउजूले भन्दै हुनुहुन्छ र वास्तविकता त्यस्तै हो। वास्तविकता भन्दा पनि यसलाई अब हामीले धेरैसम्म प्रयास गर्यो होइन। 3 वर्ष क्रस भयो भनौँ न। पैसाकै अभावमा लगभग हामीले अहिलेसम्म अब गर्न सक्ने अवस्था आएन। त्यही भएर हजुरको यो माध्यमबाट चाहिँ केही हामीलाई सहयोगहरू मिल्थ्यो कि यति नै हो मेरो भनाइ। कुनै सहयोग प्राप्त भएमा, उपलब्ध भएमा औषधि उपचार हुन्थ्यो कि भन्ने, कसैले हात दिनुभएदेखि, साथ दिनुभए उनको जीवन रक्षा हुन्थ्यो कि भन्ने आशा। आफ्नै धर्मपत्नी अरुणा गुरुङ शिवाकोटीको जीवन रक्षाका लागि उहाँले दिलदार उदार मनहरूसँग अपिल गर्नुभएको छ, अनुनय विनय गर्नुभएको छ। यति बेला उहाँको हृदय बोलिरहेको छ। र अहिले घर खर्च कसरी चलाइराख्नु भएको छ? घर खर्च हाम्रो एकदम नाजुक अवस्था छ। अब आय स्रोतको बाटो छैन। घर यही हो। यस्तै अब सामान्य आफ्नो दुःख सुख गरेर 2 गाँस टारिएको छ। घर खर्च चलाउन पनि धौधौ रहेको अवस्थामा औषधि उपचारका लागि रकम नभएको र औषधि उपचार गर्न नसकिएको जानकारी उहाँले दिनुभयो। र हामीसँग छोरा पनि हुनुहुन्छ साथमा। र म घर खर्च चलाउनको लागि दुःख सुख चलिरहेको जानकारी उहाँबाट प्राप्त भयो। छोरा हुन्छ। भाइ केही कुनै जागिर पेसा व्यवसायमा हुनुहुन्छ? म चाहिँ यता केबी ऊर्जामा काम गर्छु। हजुर। तपाईँको अब काम अलिअलि भए पनि अब आम्दानी त्यति धेरै त छैन। अब कस्तो हुन्छ भने मम्मीको लागि अलिअलि उपचारको लागि पनि अब अलिकति पुग्दैन। अब मैले काम गरे अनुसार चाहिँ कति अलिकति केही सहयोग गर्न सक्नुहुन्छ कि भन्दा नि। सानोतिनो काम गर्नुहुन्छ, तर अब जसले चाहिँ घर खर्च चलाउन पनि गाह्रो भइराखेको छ। आमाको औषधि उपचारका लागि काहीँ कतैबाट स्रोतहरू जुटेमा औषधि उपचार हुन सक्थ्यो कि भन्ने अपेक्षा। त्यसको लागि अब व्यवस्था गरेर छु मैसँग। र यहाँहरूलाई मैले यहाँको वास्तविकता देखाएँ। हजुरहरूले यहाँको अवस्था हेर्नुभयो, सुन्नुभयो। र कहीँ कतिबाट खर्चहरू जुटेमा यहाँहरूको खाता नम्बर छ। यस भिडियोको कमेन्टमा खाता नम्बर, उहाँहरूको खाता नम्बर राखिएको हुन्छ। उक्त खाता नम्बरमा हजुरहरूले चाहँदाखेरि रकम जम्मा गरिदिन सक्नुहुन्छ। कुन ब्याङ्कको खाता नम्बर छ? मेरो चाहिँ एनआइसी ब्याङ्कको खाता नम्बर छ। एनआइसी ब्याङ्कको खाता नम्बर अथवा क्युआरमा यहाँहरूले चाहिँ रकम जम्मा गरिदिन सक्नुहुन्छ। र यहाँहरूले उहाँको उपचारार्थ केही सहयोग गर्नुभयो भने पुण्य मिल्छ। यहाँहरूलाई पनि जसलाई सहयोग गर्ने मन हुन्छ उहाँहरूको खाता नम्बरमा यहाँहरूले चाहिँ पैसा लगाइदिन सक्नुहुन्छ। लक्ष्मी ब्याङ्कमा को नम्बर पनि सनराइजको ब्याङ्कमा पनि मेरो खाता नम्बर छ। त्यसमा पनि हजुरहरूले सहयोग गर्न सक्नुहुन्छ। र उहाँहरूको खाता नम्बर लक्ष्मी सनराइज ब्याङ्कमा पनि रहेको कुरा उहाँले बताउनुभयो। उक्त खाता नम्बर यस भिडियोको कमेन्टमा, यो भिडियोमा हामीले खाता नम्बर पनि लगाएका हुन्छौँ। र यहाँहरू जहाँ जहाँ रहनुभएको भए पनि, जुन जुन ठाउँमा रहनुभएको भए पनि, विश्वको जुनसुकै कुनामा रहनुभएको भए पनि यहाँहरूलाई इच्छा हुँदाखेरि यहाँहरूले चाहिँ सहयोग गर्न सक्नुहुन्छ। उहाँको बिरामीको अवस्था चाहिँ
अत्यन्तै दयनीय रहेको हुनाले यहाँहरूले साथ दिनुहुनेछ, उहाँलाई सहयोग गर्नुहुनेछ। म पनि यो भिडियो मार्फत यहाँहरू समक्ष हार्दिक अपिल गर्छु। सहयोगी मनहरूलाई हार्दिक नमन छ। धन्यवाद। औषधि उपचारका लागि रकमको अभाव भएको कारणले उपचार हुन नसकेको कुरा मैले यहाँहरूलाई जानकारी गराएँ। र बिरामी हुनुहुन्छ अरुणा भाउजू र त्यसै गरी यहाँ छिमेकीहरू पनि बिरामी हेर्नको लागि आउनुभएको छ। र छरछिमेकमा बिरामी हुँदाखेरि एउटा मानवीय संवेदनाको हिसाबले पनि सबैलाई अप्ठ्यारो लाग्छ, पीडाबोध हुन्छ। र उहाँले भन्नुभयो औषधि उपचार गर्नको लागि चाहिँ पैसाको अभावमा औषधि उपचार गर्न सकिएन, एकदमै पीडा भोगेर बसेको छु भनेर भन्नुभयो। हजुर यहाँ नजिकैको छिमेकी हुनुहुँदो रहेछ यहाँको? नमस्कार। हजुर नमस्कार। वास्तविकता त्यस्तै हो? वास्तविकता अब मैले हेर्दाखेरि चाहिँ साह्रै नाजुक नै छ। अब किनभने अब निम्न अवस्थाको पनि अनि कुनै धेरै जग्गा जमिन पनि भएको होइन। यही घर जति छ त्यही आधारमा जग्गाहरू छन्, जग्गा पनि धेरै छैनन् अनि आयस्रोत पनि खासै केही पनि छैन। तर अब मेरो सोच कस्तो भने हामी सबैले हात पातो गरेर चाहिँ केही पो गर्न सकिन्छ कि भन्ने चाहिँ हो। अब किनभने अब जानिकन छिमेकी पनि केही सहयोग गर्न सकियो र अनि केही ठाउँमै पुर्याउन सकियो भने न उहाँ भाउजू केही पो राम्रो पो हुन्थ्यो कि भन्ने चाहिँ आशा छन चाहिँ। उहाँको उपचारका लागि कहीँबाट स्रोत जुटेर औषधि उपचार भएदेखि उहाँ निको हुनुहुन्थ्यो र एउटा छरछिमेकीहरू समेतका लागि पनि त्यो चाहिँ एउटा खुसीको कुरा हुने थियो। उहाँले त्यो बिरामको पीडा खप्नु पर्ने थिएन। राम्रो हुने थियो। हस्, यहाँहरूले जतिजनाले यो भिडियो जुन ठाउँबाट हेरिराख्नु भएको छ यहाँहरूको स्तर अनुसार सहयोग गरिदिनुहुनेछ भन्ने कुरामा हामीले विश्वास लिएका छौँ।